अन्तर्राष्ट्रिय समिति हुनुहुन्छ, उहाँहरूले गरिरहनु भएको छ र धेरै धेरै दाताहरू जोडेर चाहिँ काम गरिरहनु भएको छ। ताली बजाइदिनु होला। ए फेरि डबल त पर्दैन, यता लगाइदिनुहोस् बरु अध्यक्षज्यूलाई। डबल नगर्नु। यहाँका अध्यक्ष हुनुहुन्छ, उहाँलाई लगाइदिए भन। यता जलौती राई बहिनी हुनुहुन्छ, यो साल्पा सिलुचुङ अन्तर्राष्ट्रिय संरक्षण समितिको कोष संरक्षण समितिको अध्यक्ष पनि हुनुहुन्छ र कुलदन दाई हुनुहुन्छ यता। उहाँले चाहिँ हामीलाई फुलको माला स्वागत गर्नुभएको छ। उहाँहरू धेरै अगाडि आतुर हुनुहुन्छ हाम्रो यो मेयर हर्क साम्पाङज्यूको यो अभियानलाई सहयोग। मेयर साहबले चाहिँ जहिले पनि बाँडेर लाउने, बाँडेर खाने उहाँको उद्देश्य भएको हुँदाखेरि अमृता कता भयो? ल तपाईँलाई चाहिँ म मेयरको साथबाट हस्तान्तरण गरेछ। यहाँ माथि चाहिँ वाबु सोलेवा निर्माण गर्नको लागि चाहिँ 28 जना। एकमुष्ट नमस्कार, म मूर्तिकार रोजन राईको तर्फबाट आज हामी साल्पा सिलिचोमा छौँ। हामी भर्खरै मात्रै माथि साल्पा सिलिचो चढेर आयौँ अनि साल्पा पोखरी, साल्पाको वरिपरि सबै हाम्रो जुन यो धार्मिक स्थल पनि घुमेर आइसक्यौँ। आजको कार्यक्रम यहाँहरूले मलाई जानकारी गराएअनुसार फर्मल कार्यक्रम हिजै स्वागत गर्ने थियो, हामी राति आयौँ, त्यसले गर्दा बिहान पनि भेटिएन। अनि अहिले चाहिँ उहाँले फुलमाला लगाइदिने मात्रै रहेको छ। र हाम्रो आजको अतिथि म अलिकति परिचय गराइदिन्छु है त। मेयर हर्क साम्पाङ राईज्यू हुनुहुन्छ होइन, धरान उपमहानगरपालिका। अनि त्यसै गरी राजन राई हुनुहुन्छ, किरात राईका सुनसरी जिल्ला अध्यक्ष। त्यसै गरी यता हुनुहुन्छ कुलदम श्रेष्ठ व्यवसायी। त्यसै गरी यता हुनुहुन्छ हाम्रो दिनेश राई, उहाँको नि भोजपुर है, तपाईँहरूकै भोजपुर हुनुहुन्छ। उहाँहरू हुन्छ विशेष गरी अगाडि, अरू सबैजना पछाडि हुन्छ। सबैजनालाई धेरै धेरै स्वागत गर्छु। फुलमाला लगाइदिनुको लागि बहिनी पहिला फेटा ल मेयर साहबलाई फेटा लगाइदिने कार्यक्रम रहेछ। मेयर साहब उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। साल्पा सिलिचुङ संस्था तथा पर्यटन प्रवर्धन विकास केन्द्र, साल्पा सिलिचो गाउँपालिका 5 भोजपुर प्रदेश नेपाल। आज अध्यक्षहरू पनि हिजो आउनुभएको थियो, अघि पनि अलि हामी ढिलो भएर अहिले कार्यक्रम बेलुका भएर उहाँहरू सबै फिरिसक्नु भयो र केही समितिको साथीहरू हुनुहुन्छ, उहाँहरूले लगाइदिँदै हुनुहुन्छ। धेरै धेरै धन्यवाद। मेयर साहबको उच्च सम्मान र उहाँको शिर उभाउने गरिदिनु भएको छ। आज ऐतिहासिक भ्रमण सिलिचोङ गाउँपालिका जुन यो साल्पा पोखरी पनि मेयर साहबले भिजिट गर्नुभएको छ। हामी धेरैजना 15-16 गाडीमा आयौँ। अलिकति दुःखको बाटो रहेछ, तर अब आउने दिनमा यो बाटो बनाउनु पर्छ भन्ने मेयर साहबले पनि पहिलो प्राथमिकतामा यहाँ अनुरोध सरकारले पनि गर्ने उहाँले गरिसक्नु भएको छ। त्यसै गरी हामी सबैजना मिडियाको साथीहरू दुःखले आएको छौँ। फेरि आउँदा यहाँको बाटो पक्कै पनि राम्रो हुनेछ। यहाँको गाउँपालिका र वडाको जनप्रतिनिधि पक्कै पनि हामी अनुरोध गर्दछौँ र हामी पनि सहयोग गरिरहेको छौँ। यसै गरी साल्पा सिलिचोङमाथि साल्पा पोखरीमा बन्दै रहेको वाबु र सोलेवाको मूर्ति अहिलेसम्म विश्वको एकदमै ठुलो हाइट 30 फुटको हाइट हुनेछ र तामा पित्तलको त्यो पनि धेरै महँगो 5,000 वर्ष टिक्ने त्यो उक्त मूर्ति प्रतिमा निर्माण गर्न साल्पा सिलिचोङ संरक्षण प्रवर्धन समिति अन्तर्राष्ट्रिय समिति हुनुहुन्छ, उहाँहरूले गरिरहनु भएको छ र धेरै धेरै दाताहरू जोडेर चाहिँ काम गरिरहनु भएको छ। ताली बजाइदिनु होला। ए फेरि डबल त पर्दैन, यता लगाइदिनुहोस् बरु अध्यक्षज्यूलाई। डबल नगर्नु। यहाँका अध्यक्ष हुनुहुन्छ, उहाँलाई लगाइदिए भन। यता जलौती राई बहिनी हुनुहुन्छ, यो साल्पा सिलुचुङ अन्तर्राष्ट्रिय संरक्षण समितिको कोष संरक्षण समितिको अध्यक्ष पनि हुनुहुन्छ।
र कुन्दन दाई हुनुहुन्छ यता उहाँले चाहिँ हामीलाई फुलको माला स्वागत गर्नुभएको छ। उहाँहरू धेरै अगाडि आतुर हुनुहुन्छ हाम्रो यो मेयर हर्क साम्ताङज्यूको यो अभियानलाई सहयोग मेयर साहबले चाहिँ जहिले पनि बाँडेर लाउने बाँडेर खाने उहाँको उद्देश्य भएको हुँदाखेरि उहाँलाई नि एउटै फुल लाउनुहुन्न ल मलाई पनि लगाइदिने हुनुहुन्छ जलती राई बहिनी जुन वाबो निर्माण समितिको पनि काम गरेर उहाँले ठुलो काम गर्दै हुनुहुन्छ ए हो त्यस्तो पो त ल धन्यवाद यहाँ चाहिँ हामीले बस्ने खानेको व्यवस्था गरिदिनु भएकोमा हामीले यहाँहरूलाई राति आएर दुःख दियौँ बिहान पनि दुःख दियौँ अहिले पनि दुःख दिइरहेको छौँ त्यसको लागि हामी सम्पूर्ण टिमको तर्फबाट क्षमा प्रार्थी चाहन्छौँ ल उहाँलाई पनि फुलमाला ल धन्यवाद धन्यवाद ल अब कार्यक्रम एकछिन है के छ अब यति नै होला है अब एकछिन धन्यवाद मलाई पनि माला लगाइदिनु भएकोमा अब अलिकति एकैछिन है त उहाँ सकिहाल्छ अनि म अलिकति कार्यक्रम छ मेयर साहबले बोल्नुहुन्छ यो सिलिचुङ गाउँपालिका विकासको लागि हामी आएको है तपाईँहरूको यो ठाउँमा आएको छौँ धेरै धेरै धन्यवाद ल चलती बहिनी तपाईँ ल साथीहरू यता त आइदिनुहोस् न बहिनीहरूले चाहिँ यत्रो माला उनेर चाहिँ उहाँले हामीलाई स्वागतको लागि बस्दिनु भएको छ ल एकैछिन है त जलती बहिनी आउनुहोस् ल यता एकैछिन कार्यक्रम सकिहाल्ने अमृता कता गयो ल तपाईँलाई चाहिँ म मेयरको साथबाट हस्तान्तरण गरेछ यहाँ माथि चाहिँ वाबु सोलेवा निर्माण गर्नको लागि चाहिँ 28 जना भाइहरूले चाहिँ एकदम अहरहत खटिरहनु भएको छ तलदेखि हामी 4 घन्टा लाग्यौँ माथि पुग्नलाई यहाँ आउन 5-6 घन्टा त्यत्रो टाढोबाट सिमेन्ट फलाम बोकेर चाहिँ उहाँहरूले त्यो कामहरू निर्माण गरिरहनु भएको छ उहाँहरूलाई चाहिँ यहाँनिर चाहिँ हामी सबै संवाददाताको तर्फबाट भनेर उहाँहरू संवाददाताहरू नै हुनुहुन्छ ग्लोभ्सहरू लिएको छौँ यो चाहिँ मेयरको हातबाट हस्तान्तरण गरिदिनु अनुरोध गर्दछु यो चाहिँ रोजना आर्ट स्टुडियोको तर्फबाट पनि यसलाई चाहिँ यति ल्याउन सक्यौँ हामी सबैको तर्फबाट है बहिनी आउनु त यहाँ चलती बहिनी खै यता आइदिनुहोस् न संवाददाताहरूलाई चलती बहिनी कहाँ छन् एकजना के अरे माथि काम गर्ने भाइहरू आउनु न ल ल फोटो खिचिदिनु उहाँलाई ल तपाईँ आउनुहोस् है यहाँ सबै टिमको तर्फबाट चलती बहिनीले यो रिसिभ गर्दै हुनुहुन्छ धन्यवाद ल धन्यवाद सबैजनालाई यहाँहरूको माया आतिथ्य नै पाइरहँ धन्यवाद धन्यवाद अब मेयर साहबले केही 2 शब्द बोल्नुहुन्छ है त ल सकिहाल्नुहुन्छ ल मेयर साहब 2 शब्द राखिदिनु होला बोल्नु आउँदैन मलाई के बोल्नु होला है केही छैन यो सम्मान गर्नुहुन्छ यहाँहरूले होइन खुसी लाग्छ आज साल्पा सिलिछो गाउँपालिका 5 चाहिँ नि का यहाँ आदरणीय यो सम्मान गर्नका लागि फुलमाला उनेर पर्खिराख्नुहुने जाडोमा है पर्खिराख्नुहुने हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब अलिक बोल्छु है त बोल्ने भने सुन्नुपर्छ फेरि सुनेन भने बोल्दिनँ फेरि म चाहिँ त्यस्तो खालको छु अब बोलौँ कि नबोलौँ बोल्नुपर्छ सुन्नुपर्छ है ल सुन्नुहोस् है त अनि बोल्छु हामी यहाँ एउटा संयोगले पनि आइपुगेका छौँ एउटा योजनाले पनि आइपुगेका छौँ
एउटा सङ्कल्पले पनि आइपुगेका छौँ होइन, एउटा भाग्यले पनि आइपुगेका छौँ, एउटा इतिहासको एउटा घडीको कारणले पनि हामी आइपुगेका छौँ र हामीलाई सम्मान गर्नुहुने बस्नु न सम्मान गर्नुहुने हाम्रा आदरणीय यहाँका स्थानीय दिदीबहिनी दाजुभाइहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। म खुसी लाग्छ अत्यन्तै, जता गयो खोइ के काम गरियो अचम्म लाग्छ। फुलमालाको स्वागत है, फोटो खिच्नेको भिड देख्छु छक्क पर्छु, गर्नु मैले के गरेछु भन्ने पनि लाग्छ है। तर तपाईँहरूमा मैले एउटा आशा चाहिँ जगाएको रहेछु होइन, एउटा आशा जगाएको रहेछु। निराश भएर उदास भएर आत्महत्या पो गरौँ कि के गरौँ भनेर रुइराखेको नेपालीलाई होइन, त्यसो गर्नु हुँदैन है। हाम्रो देशको भविष्य उज्जवल छ, सुनिश्चित छ भन्ने किसिमको आशा मैले जगाउने गरी सानोतिनो, त्यत्रो ठुल्ठुलो काम मैले गरेँ त भन्दिनँ, सानोतिनो काम इमान्दार भएर गरेको कारणले गर्दाखेरि चाहिँ आज फुलमालाले स्वागत गरिराख्नु भएको छ। जहाँ जान्छु स्वागतै स्वागत देख्छु, अत्यन्त खुसी पनि लाग्छ र यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। मैले खास गर्न चाहेको धेरै कुराहरू हुन सक्छन् होइन, तर ती कुराहरू मैले गर्नका लागि मसँग कति समय हुने हो के हुने हो भन्ने कुरा फाल्टो ठाउँमा छ। तर मैले गर्न चाहेको कुराहरू भनेको चाहिँ विशाल विशाल कुराहरू छन्। कुनै धरानमा मैले सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्ने र प्रतिमा सहितको एउटा सांस्कृतिक सम्पदाकै रूपमा निर्माण गर्ने भनेर धरान राम्रो मुख्य नै भनौँ न पर्यटकीय स्थल चिन्डो डाँडा भन्छ के अरे, त्यो डाँडामा हामीले चाहिँ त्यो परिकल्पना गऱ्यौँ र संसारभरिबाट हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण म हाम्रो प्रसन्न भट्टराईज्यूलाई पनि यता मैले यहाँ बोलाउन चाहेँ। प्लिज आइदिनुहोस् त, यता आइदिनुहोस्। दिनेशजी बस्नुहोस्, मलाई चाहिएन अब कुर्सी, मैले सकि त हालेँ अनि के है। ल यहाँ आउनुहोस्, यहाँ बस्नुहोस् है। संसारभरिबाट हामीलाई चाहिने सहयोग गर्नुहुने हाम्रा सहयोगी शुभचिन्तक समर्थक सम्पूर्ण महानुभावहरूलाई साल्पा सिलिचुङमा आएर सम्झन चाहन्छु। म युके पनि गएको थिएँ यो सिलसिलामा, हङकङ जाँदैछु नेक्स्ट होइन। त्यहाँनिर त्यो निकै मजाको काम गरौँ भन्ने हामीले लागेको छ। त्यसले गर्दाखेरि करोडौँ करोड सहयोग हामीलाई जुटिसकेको कुरा पनि छ। 14 करोड प्लसमा हामीलाई सहयोग आइसकेको छ। अर्क साम्पाङ एउटा म अलि रुखो बोल्छु तर इमान्दार मान्छे हो भन्ने चाहिँ सबैले बुझेको कारणले सहयोग दिनुहुन्छ। मैले गर्न खोजेको हरेक कुरा सफल हुन्छ। किन हुन्छ भन्दाखेरि म इमान्दार छु र मेरा टिम पनि इमान्दार मान्छेहरूको छ है। त्यसले गर्दाखेरि मेरो टिममा पनि बेइमान मान्छेहरू छैनन् भन्ने कुरामा म विश्वस्त छु, समाज विश्वस्त छ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो हरेक योजना सफल हुन्छ र यो सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने योजना पनि हामी सफल बनाइ छाड्छौँ। मैले सङ्कल्प गरेको थिएँ साल्पा सिलिचुङ गएर, म खोटाङमा जन्मे हुर्केको मान्छे, तर खोटाङबाट थुप्रै सोही राजा सोही रानी सोही भन्दै साल्पा आउनुहुन्थ्यो। मलाई पनि जानु मन त लाग्थ्यो तर अब सानो थिएँ होइन, आमाबाउले पठाउनुहुन्न थियो, म आउनु पाएको थिइनँ। तर सुम्निमा र पारुहाङको प्रतिमा बनाउने भनेर भनिसकेपछि त्यसको शिलान्यास गर्नको लागि चाहिँ साल्पाको होइन, साल्पा पोखरीको पानी र सिलिचुङको तपाईँको चाहिँ माटोहरू ढुङ्गा लगेर होइन त्यो राखेर त्यसलाई चाहिँ शिलान्यास गर्ने भन्ने एउटा प्रतिज्ञा मैले गरेँ। त्यो प्रतिज्ञा अनुसार हामी हिजो यहाँ आयौँ र यहाँहरूको यो चाडोमा न्यानो स्वागत देख्दाखेरि अत्यन्तै तपाईँको चाहिँ हर्षित छु म। र यसरी यहाँले तपाईँको चाहिँ सहयोग गर्नुभएको छ, थुप्रै सबैले सहयोग गर्नुभएको छ यहाँ स्थानीयहरूले, यहाँलाई धन्यवाद दिन चाहन्छु। र त्यसका लागि हामी चाहिँ यहाँनिर होइन ढुङ्गा माटो र पानी लगेर जानको लागि हामी आएको हो। यहाँहरूसँग रमाइलो भेट भयो यही प्रसङ्गमा, अत्यन्तै खुसी लागेको छ।
म यहाँहरूलाई एउटा अर्को कुरा पनि जानकारी गराउन चाहन्छु। अर्को साम्पाङ अब मेयर 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 भनेर भन्नुहुन्छ होइन, अब मेयरै हो। अब मेयर चाहिँ तर कहाँको मेयर हो भन्दाखेरि धरान उपमहानगरपालिकाको मेयर। तर जब म धरानभन्दा बाहिर निस्कन्छु अब मेरो परिचय भनेको श्रम संस्कृति पार्टीको केन्द्रीय अध्यक्ष हो है। त्यसरी मलाई बोलाएको भए चाहिँ अलिकति खुसी हुन्छु म। देशभर हाम्रो सङ्गठन छ होइन, यसो गर्नुहोस् त सबैले सबै तपाईँको श्रमदाता हो। हामी यस्तो सङ्गठन बनाउँछौँ दुनियाँलाई अचम्म पार्ने गरी हामी काम गर्छौँ। हेर्दै जानुहोस् है त, यो चुनावमा श्रम संस्कृतिको चुनाव चिन्ह माटो कता गयो? यहाँ छातीमा बोकेर हिँडेको छु क्या माटो। यो अनुहार नपरेको मान्छेको नहेर्नु, यो तल चाहिँ हेर्नु, यहाँ चुनाव चिन्ह माटो। यो चुनाव चिन्ह माटोमा भयोभरको भोट तपाईँहरूले चाहिँ ओइराइदिनु होला। यो देशलाई कस्तो बनाउनु पर्छ भन्ने भिजन मसँग छ। म फेरि बोलेपछि गरी छाड्ने मान्छे, म गफाडी मान्छे होइन। उस्तै मान्छेले भने त्यो गर्नै सक्दैन। त्यो सुम्निमा पारुवाङको कहानी तपाईँको चाहिँ 14 करोड सहयोग अझै आइसकेको छ। योजना भनेको थोरैमा 30 करोडको है। त्यसमा पनि फेरि सरकारी पैसा 1 रुपियाँ पनि लगाएको छैन मैले। ताली बजाउनु पर्छ है। म यस्तो एउटा चाहिँ तपाईँको चाहिँ होइन एउटा मान्छे हुँ। म यहाँ पनि बसेँ भने तपाईँहरूलाई पनि काम हराइहाल्छ। म कोही कसैलाई फुर्सदमा बस्न दिन्न यो देशमा। विचार गर्नुहोस् होइन, म त्यो ठाउँमा पुगेँ भने यस्तो यस्तो नीति बनाइदिन्छु होइन। तर हकारेर होइन, फकाएरै। यो 14 करोड 15 करोड सहयोग जुन आयो भन्यो नि, त्यो मैले हकारेर गरे होइन, कन्भिन्स गरेर मान्छेको मन जितेर। यो देशमा म 3 करोड नेपालीको 6 करोड हात, 3 करोड नेपालीको मन जितेर चलाउन लगाउनेछु होइन। सालपास सिलिचुङमा आएर झुट बोल्नु मिल्दैन, मैले मिल्छ है। म त भावनामा अत्यन्तै धेरै गहिरो मान्छे हो है। विचारमा अत्यन्तै धेरै अल्गो, भावनामा अत्यन्तै धेरै गहिरो। म भन्दा धेरै भावुक मान्छे नेपालमा छ जस्तो पनि मलाई त लाग्दैन है। त्यसले गर्दाखेरि यो पवित्र भूमिमा उभिएर, सालपा सिलिचुङमा उभिएर मैले झुट बोल्दिनँ है। मबाट कुनै पनि तपाईँको चाहिँ नियत बस कुनै पनि गल्ती हुँदैन। म 1 पैसा भ्रष्टाचार गर्दिनँ। सुन्नीमा पारुवाङको कसम खाएर भन्छु है। एक पैसा मात्रै पनि मेरो मुखमा भ्रष्टाचार र घुसखोरी कमिसनको परेको पल त्यतिखेर मेरो मरण होस्, त्यति नै खेर मेरो मरण भइहालोस्। सुन्नीमा पारुवाङलाई सालपा सिलिचुङमा आएर होइन मैले प्रतिज्ञा गरिरहेको छु, वचन दिइरहेको छु। त्यति इमान्दार मान्छे हो म। त्यही कुरा देखेर आज होइन मैले गरेको हरेक योजनालाई चाहिँ जनताले सफल बनाइदिनु भएको छ। यदि त्यसो हो भने म चुनाव लड्दैछु है। म चुनाव लड्दैछु, केन्द्रीय राजनीतिमा पुग्नुपर्छ हामी। हामी जस्तो तपाईँको गाउँको विचार त्यहाँ पुग्नुपर्छ। अहिले मैले यहाँ यसो हेर्दै थिएँ, 8 लेनको रिङ रोड बनाउने भनेर लेखिरहेको रहेछ। यताको बाटो चाहिँ के खालको हो त्यो? यतातिर चाहिँ नहेर्ने, खालि त्यो काठमाडौँमै 6 लेनको रिङ रोड, 8 लेनको रिङ रोड, के अरे फ्लाइओभर के जति ब्रिज भन्दै पैसा जति काठमाडौँमा मात्रै खनाइराखेर हुन्छ? नेपाल भन्ने सिर्फ एउटा छ, 2टा नेपाल छैन है। म यो चिसो ठाउँमा एउटा सानो गाउँमा एउटा पवित्र ठाउँबाट भन्न चाहन्छु, यो देशमा अहिले 2टा नेपाल छ। एउटा चाहिँ काठमाडौँ उपत्यका भित्रको नेपाल, अर्को उपत्यका बाहिरको नेपाल। हामी चाहिँ हेपिएको नेपाल हो होइन। यो तलतिर त हिजो त आउँदाखेरि तपाईँको चाहिँ बिजोग हुँदै आइयो त है। बिचरा काठमाडौँबाट आउनु भएको छ यहाँ हाम्रो चाहिँ एकदम ह्यान्डसम टाइपको श्रमदाता होइन, दिवसजी। यो ह्यान्डसम ब्रदर है। बिचरा बाइकमा आएको यस्तो, अब तर फेरि सङ्कल्प लिएपछि मैले जस्तो हुनुहुन्छ है रहेछ। बुलेटमा आएको छ, अब त्यस्तो खोलामा आउनुपर्ने, बाइकमा आउनुपर्ने। हेर्नु न कसरी आउनुभयो होला है। अनि त्यो बाटो चाहिँ नहेर्ने, काठमाडौँको मात्रै 8 लाइन हेरिराख्ने, ओभर तपाईँ ब्रिजहरू हेरिराख्नु पर्ने। त्यो विभेदलाई अन्त्य गर्नका लागि श्रम संस्कृति अगाडि आउँदैछ। कुरा बुझ्नुभयो नि है। हाम्रो देशमा तपाईँको चाहिँ
है सबैतिर हेरिनु पर्यो नि यत्रो ठुलो तपाईँको चाहिँ धार्मिक आस्थाको केन्द्र छ है यहाँ आउने बाटो छ हामीसँग कस्तो रहेछ बाटो है त्यो खालको त्यसले गर्दाखेरि त्यो खालको कुरा पनि हामीसँग गर्नेछौँ म यहाँ सबैजनालाई वचन दिन चाहन्छु मैले भने साल्पा सिलिचुङमा उभिएर है अर्को साम्पाङले झुट बोल्दैन हुन त म झुट बोल्दिनँ जहाँ उभिएर पनि बोल्दिनँ तर पनि त्यही माथि साल्पा सिलिचुङमा आएर म भोट के अरे तपाईँको चाहिँ झुट बोल्छु त बोल्दिनँ त्यो चिज हो र साँचो बोल्ने मान्छेहरूको यो देशमा शासन आउनुपर्छ साँचो बोल्ने मान्छेहरू तपाईँ हामी जस्तो मान्छेहरूको विचारले सिंहदरबारको नीति तय गर्नुपर्छ त्योतर्फ हामी लागिरहेका छौँ तपाईँहरू सबैजनालाई म भन्न चाहन्छु अब हामी जाग्नुपर्छ बिहान बिहान यसो हेर्दा कति राम्रो सूर्योदय हुँदो रहेछ अघि बिहान म त छक्कै परेँ है 24 घण्टामा एकचोटि पूर्वमा सूर्योदय हुँदैमा समाज जागेको बुझिँदैन समाज जाग्नका लागि हाम्रो चेतना जाग्नुपर्छ हाम्रो चेतना जाग्छ होला त अब जाग्छ है म सबैजनालाई जोडिनका लागि अनुरोध गर्न चाहन्छु यहाँ अहिले भर्खर सोलुबाट पनि आएको छु भन्दै हुन्थ्यो एकजना सर है तपाईँहरू पनि हामीसँग जोडिनुहोस् म आउँदैछु त्यहाँ तपाईँको चाहिँ नि यो 7 गते भोजपुरमा हाम्रो टोडी खेलमा कार्यक्रम हुँदैछ यहीँबाट म निम्तो गर्न चाहन्छु सबैजनालाई भने सङ्खुवा सभामा हाम्रो चाहिँ 13 गते हामी आउँदैछौँ है यहाँहरू पनि भ्याउनुहुन्छ भने अब हुन त गाउँघरमा होइन कता धान उठाउनु कि उता चाहिँ नि भटमास उठाउनु कि होइन त्यो काटेको त्यो 5000 चाहिँ तपाईँको गाउँमा जन्मे हुर्केको मान्छे मलाई सबै थाहा छ त्यो 5000 चाहिँ नि उठाएर पछारेर धान बउ गर्नु कि उता कार्यक्रम दुनियाँ भुक्ता हुन्छ यहाँ होइन हो कि फुर्सद त हुँदैन तथापि फुर्सद भयो भने तपाईँहरू पनि आउनु होला हामी यो देशमा एउटा यस्तो सूर्य उदय गराउँछौँ है जसले हामीलाई पारिलो प्रकाश दिनेछ त्यसले हामीलाई पोल्ने छैन है हामी त्यस्तो एउटा सूर्यको उदय गराउँदैछौँ तपाईँहरूको साथ सयको खाँचो छ है तपाईँहरूको साथ सयको खाँचो छ हामीलाई यहाँहरू सबैजनाको शुभ रहोस् भन्दै यहाँहरूले दिनुभएको यो माया हौसला यो फुलको माला भनेको चाहिँ जिम्मेवारी जस्तो लाग्छ मलाई होइन यो चाहिँ यस्तो लायो अनि सेल्फी खिच्यो भन्ने होइन यो जिम्मेवारी हो बिचरा अर्को साम्पाङ है कहिले देखेको छैन फेसबुकमा घरिघरि कराएको देखेको छ ऊ आउँछ भनेर तपाईँले फुलको माला उड्नुभएको है तपाईँको त्यो आशा तपाईँको त्यो म प्रतिको विश्वास म कहिले पनि तपाईँको चाहिँ बिर्सने छैन है डटेर काम गर्छु म खटेर काम गर्छु है त्यो तपाईँको विश्वास हो क्या एकछिन एउटा स्वागत गर्नु त भनेर होइन त्यो तपाईँले विश्वास यसले के गरोस् यसले के गर्छ भन्नुभएको छैन भन्नु पनि पर्दैन मलाई शब्द चाहिँदैन है म एक्सन ओरिएन्टेड मान्छे हो एक्सनले बुझ्छु तपाईँले फुलको माला बारीको डिलमा गएर जाडोमा है टिपेर लिएर उनेर मलाई पर्खेर बस्नु भनेको तपाईँले मलाई काम अराउँदै हुनुहुन्छ एउटा जिम्मेवारी दिँदै हुनुहुन्छ है अरू जस्तो भ्रष्ट नबन्नु है त है राम्रो काम गरे तैँले भनेर तपाईँहरूले मलाई अराएको कुरा हो त्यो भन्ने मलाई लाग्छ है त्यसले गर्दाखेरि तपाईँहरूले यहाँ मलाई भनेर यस्तो यस्तो भनिराख्नु पर्दैन मैले बुझेको छु सारा नेपालीले मलाई काम अराउनु खोज्नु भएको छ त्यो काम पूर्ण निष्ठाका साथ म सम्पन्न गर्नेछु है यो देशको काँचुली फेर्नका लागि श्रम संस्कृतिले यति ठुलो अभियान चलाउँछ तपाईँहरूले देख्नुहुनेछ है प्रत्येक मान्छेले देख्नेछन् परिवर्तन हामी देख्ने गरी ल्याउनेछौँ कुरामा होइन काममा ल्याउनेछौँ है परिणाममा ल्याउनेछौँ एक्सनमा हामी ल्याउनेछौँ यो भन्न चाहन्छु सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु अब भोलि उता फर्किनु पनि पर्नेछ त्यसले गर्दा धेरै कुरा नगरिरहँ र यहाँ सबैजना हाम्रो राजन सर यता हुनुहुन्छ प्रसन्न भट्टराई सर उहाँ अमेरिकामा बस्नुहुन्छ हाल चाहिँ तपाईँको हामीसँग होइन छुट्टीमा आउँदाखेरि विराटनगर घर हो उहाँ चाहिँ नि हामीलाई सहयोग गरिराख्नुहुन्छ हाम्रो कुन्दनजी दादा हाम्रो थुप्रै हामी सबैजना है यहाँ बस्ने मात्रै इम्पोर्टेन्ट होइन त्यहाँ बस्ने पनि इम्पोर्टेन्ट होइन हो कि होइन हो
एकचोटि हाँसौँ न हाँस्दाखेरि कति राम्रो देखेछौँ है हामी होइन हाँस्दाखेरि हाँसिरहनु होला है हाँस्दै हाँस्दै मिलेर बाँचिरहनु होला हार्दिक धन्यवाद छ नमस्कार